हेलो वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई है। म चाहिँ बिहानै आज उठेर है अब ड्युटी टक्क जान लागेको हैन। अब यो गाडी नै गाडी भएको मात्रै जहिले पनि भिडियो मात्रै कति लगाएको भन्ने होला हैन। मेरोमा अब यस्तै छ त के गर्ने म गाडी हैन। अब ड्युटीमा अब लास्टमा ड्युटी टाइममा अब त्यस्तै हो हैन। अब घरभित्र हुन्छ हैन। घरभित्र पनि लास्टमा अब यस्तो भिडियो गर्न मिल्दैन हैन, बाहिर मात्रै हो। त्यही भएर म चाहिँ अब बिहान उठेर चिया खाने पसल चाहिँ यही हो हैन। अब यो पसल पनि अब कति देखायो भन्ने होला, यही त हो अब हैन। त्यही भएर मौसम चाहिँ आज यस्तो छ हैन। अब यताबाट पुरा सूर्य निस्किँदैछ हैन टक्कसँगले। अब त्यही भएर अनि यो चाहिँ ग्यारेज है, यहाँनिर चाहिँ गाडीहरू बन्छ हैन। यहाँनिर अब गाडीहरू टक्कसँगले बनाउँछ। यो चाहिँ अब लास्ट टाइम अब ईद पनि लास्ट भयो है। अब ईदको अब ईद आउनु लाग्यो। अब लास्टमा यो गाडी चाहिँ बब्बाल छ हैन। रेस गाडी हो, यो पनि बनाउनु ल्याएको छ खै कसको हो हैन। बब्बाल छ यो गाडी हेर, अलि चल्छ होला यो गाडी हैन, बनाउनु ल्याएको होला। त्यही भएर अनि यहाँनिर त्यही भएर यस्तो छ टक्कसँगले हैन। भाइ स्याट अनि यो ग्यारेजमा चाहिँ अब गाडीहरू बन्छ हैन। त्यही हो। अब हाम्रो चाहिँ बोस चाहिँ आएको छैन लिनलाई हैन। हाम्रो चाहिँ अब कुनै पनि अब यस्तो फोरमेन हैन, सुपरभाइजर छैन। हाम्रो चाहिँ डाइरेक्ट मुदिर आउँछ गाडी लिएर, मुदिरले लिएर जान्छ हामीलाई चाहिँ हैन। त्यही भएर यस्तै छ। अब भोलि एक दिन अब स्याटरडे एक दिन ड्युटी गर्नुपर्छ, त्यहाँदेखि 3 दिन छुट्टी ईदको हैन। अब छुट्टीमा चाहिँ अब कहाँ घुम्नु जाने हो भनेर अब प्लान हुँदैछ हाम्रो हैन साथीहरूसँग। अब कहाँ गइन्छ, गएको ठाउँमा म भिडियो फेरि अवश्य बनाउँछु है। बनाएर फेरि म अपलोड गर्छु। अब सबले हेरिदिनुहुन्छ होला भन्ने आश गरिरहेको छु हैन। यही त हो। त्यही भएर आज अब ड्युटी जान लागेको हैन। यही हो। अब गाडी नै गाडी छ, मात्रै त जहिले पनि गाडीको भिडियो भनेर है। अब दिक्क लाग्छ होला हैन, के गर्ने र। अब यस्तै त हो। परबाट विशाल भाइ आउँदैछ हैन। विशाल भाइको ड्रेस चाहिँ बब्बाल छ यो चाहिँ है। अब नेपालतिर चाहिँ यो ड्रेस लाएर चाहिँ गाडी कुदाउनु पर्छ, यहाँ चाहिँ यो ड्रेस लाएर ड्युटी गर्नुपर्छ हैन। विशाल भाइ टक्कसँगले अब ड्युटी जान रेडी भएर आउँदैछ हैन। अब त्यही भएर अब जान लागेको। अब विशाल भाइ टक्कसँगले, विशाल भाइ चाहिँ कतार ग्यासमा हो हैन। अब यो गाडी पर छ विशाल भाइको गाडी। त्यही भएर हैन, यही त हो नि। अब यस्तै छैन अब लास्टमा अब तर 3 दिन ड्युटी चाहिँ रमाइलो गर्नुपर्छ है साथीहरू सबैजनालाई। कतार हुनेलाई ईदमा सबै अब गल्फ कन्ट्रीमा हुनेलाई ईदको छुट्टी चाहिँ बब्बाल रमाउनुपर्छ हैन। यही त हो नि। अब नेपाल जस्तो अब नेपालमा अब आफ्नो चाडपर्व जस्तो अब यहाँनिर अब मनाउन पाइँदैन, सबै ड्युटीमै हुन्छ। अब लास्टमा यहाँनिर चाहिँ अब ईद त हो हामीले मनाउने भनेको हैन। बब्बालै गर्नुपर्छ, घुम्नु जानुपर्छ साथीहरू, बब्बाल घुमेर रैला गर्नुपर्छ है। आजलाई यति नै, नेक्स्ट भिडियो भोलि आउँछ है। हस् त।